सबैमा नमस्कार। आज तपाईलाई मोमेन्ट विथ आशिषको युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी क्रिकेट खेल्न गइरहेको छौँ हाम्रो आफ्नै ग्राउन्डमा टाके बेसीमा। हाम्रो चाहिँ आज दिउँसो 3:30 बजे यो म्याच सुरु हुन गइरहेको छ। आजको म्याच चाहिँ हाम्रो आरसीबी भर्सेस सीएसके हुन गइरहेको छ र आज म तपाईहरुलाई प्लेयरहरुलाई इन्ट्रोड्युस गर्छु। सुरुमा सबजना पहिला हुनुहुन्छ हाम्रो आरसीबी को कप्तान मेन प्लेयर। उहाँ चाहिँ एकदम उहाँको म्याचेस 365 रन 20 50 0 100 0 डक 78 टाइम्स। ल जानुस् तपाईको रेकर्ड फर्स्ट भइसकेको छ। उहाँ अपोनेन्टको प्रिमियम फास्ट बलर हेर्दाखेरि जस्तो देखिन्छ त प्रिमियम फास्ट बलर सीएसके को प्रिमियम फास्ट बलर। म्याच 365 विकेट 10 इकोनोमी 100 यस्तो छ उहाँको खेल। ल उहाँ एकदम राम्रो बल खेल्नुहुन्छ। उहाँको पेस चाहिँ 150 नाक्छ। यहाँ हाम्रो नाप्ने नम्बर मात्र हो, नत्र 160 जति नै हुन सक्छ। ल जानुस् तपाईको सिधै अब उता टिमको स्पिनिङ अलराउन्डर। उहाँको इनिङ्स चाहिँ 365 स्किन 365 रन 35 51 50 0 100 0 अनि विकेट अलराउन्डर अन्त विकेट म्याचेस 365 विकेट 25 इकोनोमी 65 अनि यही हो। ल उहाँ फेरि उता जानुहोस्। उता टिमको सीएसके को क्याप्टेन सीएसके को क्याप्टेन हुन्छ उहाँ चाहिँ फास्ट बलिङ अलराउन्डर नै भन्न सक्छ उहाँ, किनभने उहाँ दुईटै राम्रो फाल्नुहुन्छ। स्पिनर हो, फास्ट बलिङ अहिले छोड्नु भएको छ। उहाँको म्याचेस चाहिँ उहाँ एकदम एक्सपिरियन्स प्लेयर, बच्चैदेखि क्रिकेट खेल्नु। म्याचेस 1000 भइसकेको छ। रन भने 50 कट्न सकेको छैन, 45-44 जति होला सायद। अनि त्यसपछि 50 चाहिँ एउटा हान्नु भएको छ, जेठालालले जस्तै गरी हान्नु भएको। अनि त्यसपछि विकेट उसले 1000 म्याचमा उहाँको विकेट चाहिँ अलि धेरै लिनु भएको, विकेट 10-15 लिनु भएको उहाँले। इकोनोमी चाहिँ उहाँको कहिले पनि 20 कटेको होइन, एकदम खतरा बलर हुनुहुन्छ। ल जानु उहाँ हुनुहुन्छ आरसीबी को कप्तान। उहाँको अलवेज बेटर देन 365 म्याचमा जम्मा 10 रनको इकोनोमी रहेको छ र जम्मा 20 रन हान्नु भएको छ अहिलेसम्म। विकेट भनेर हेर्न सक्नुहुन्छ। जम्मा कति विकेट लिनु भएको अरे? 10-15 विकेट लिनु भएको उहाँले। उहाँ दुईचोटि म्यान अफ द म्याच हुनुभएको अनि त्यसपछिबाट उहाँले धेरै ट्रफी पनि जित्नु भएको। उहाँ हुनुहुन्छ हाम्रो आरसीबी को मेन प्लेयर त भन्न मिल्दैन, सब्स्टिट्युट जस्तै हो, तर आज खेल्न पाउनु भएको मौकामा मिले। किनभने उहाँ चाहिँ एकदम राम्रै खेल्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब अरू कसैलाई लाग्दैन। उहाँ चाहिँ प्रायः दुधरभातको स्पटमा हुनुहुन्छ, अहिले कसरी खेल्न पाउनु भयो मान्छे नपुगेर हो गाइस। उहाँको अब म करियर भनिदिउँ, उहाँको इनिङ्स हेरे होइन, नयाँ प्लेयर हो, हेर्दाखेरि कलिलो देखिन्छ। 200 म्याच खेल्नु भएको छ उहाँले। उहाँको तोडताड 500 को स्ट्राइक रेटले उहाँले 10-15 रन हान्नु भएको छ। 500 को स्ट्राइक रेटले 10-15 रन हान्नु भएको छ। उहाँले बलिङ पनि राम्रै फाल्नुहुन्छ। उहाँको बलिङको इकोनोमी चाहिँ 25-30 भन्दा कट्न दिनुहुन्न। उहाँ एकदम खतरा हो। उहाँले विकेट चाहिँ लिन सक्नु भएको छैन, इकोनोमी अलि बढाउँदै जानु भएको छ, विकेट पछि बढाउने रे। र आज हामी अब क्रिकेट खेल सुरु गर्छौँ। अब म्याच सुरु हुन गइरहेको छ। अब हाम्रो हुन्छ यहाँ टस is going to be start and Vivas will spin the gloves and Ashish will call. You heads your tails, okay? You understand? Heads is the call and heads it is. What do you choose first? Choose bat first. Why are you choosing bat first? Pitch is very dry and we should give a very big run target for RCB team. Okay, thank you. What would you do then? Why if you want toss? We also looking for bat first because the pitches look good and dry and we want to settle a good target. But whatever. परिवारी खिच्दैछु, जुमाएर खिच्दैछु फेरि फेरि। मुख निकालेर पुछ अब।
3 बल भएको भए 4 रन भयो। 3 बल भयो 4 रन भयो। तिम्रो 2 सिंगल हो हैन? 3 बल 10 रन। ठीक छ कोही न अरे मर्न अभियसली घरको दुध मात्रै हाल्दै या फ्यान बोलै घट्नु हो नि यार एउटा सर्ट भिडियोमा चाहिँ सब स्कोर विवास स्कोर भन्न हैन अनि हाल्दै ओ हो एकमा हाल्दै हामी स्कुलमा गरे स्मार्ट बोर्डमा हेर्छौं इन्टरनेटको लागि तेरो हामी हैन तेरो हामी हाम्रो स्कुलको टाढै स्मार्ट बोर्डमा सब्स्क्राइब सुन कतिवटा आइडी खोल्नु छ एउटा मोबाइलमा इन्फिनिट त्यसपछि एउटा आइडी खोल्दै त्यो भिडियो हान्दै आइडी खोल्दै त्यो हान्दै त्यसको भिडियो हेरेर बस्नु न एउटा नम्बर ओ यो दिन हामी फेरि बेल गरेर हेर्दैन बल छ बल ओभर हो र लास्ट बल हो एउटा खाले एउटा मैले फेरि एउटा खेल्नु त्यो लास्ट इग्नोर 12 हैन 13 बारे हो लाग्यो ओइ अनि एउटा भइ खाले त्यो दुई सिंगल चलो लड्को ल जाने जा ओ स्विगी सब एक कितनी गाइस ए उड़ता पंजाब कति भयो साइड में रन ओए गाना ना गए बॉल यार बॉल एक विकेट दामी टार्गेट भेट्न लागेको छ जो 15 मिनेट हो ओए टार्गेट हान्नु भयो नि दिउँसो हुन्छ रातिको मेरो त्यस्तो हुँदैन हुन्छ रातिको नि अघि के 30 48 पेज अब तिमीहरुको बलिङ हैन बे डेन्जर अर्को बेला छिटो कहाँ भयो छैन हेर्नी भाइ नि हेर भाइ कति बेर लाग्छ नि कति मिनेट भयो कति मिनेट 9 मिनेट हो ठ्याक्कै ए 9 मिनेट भयो हेर्नी भाइ हेरौँ कि वाइड मान कि बिडिबे हेर्नी देख्दैन वाइड यताबाट लाइन देखाएन हान्दै यति दे दे फेरि सिस्टम हान्नु पर्ने छ लाग्छ होला कति बल हालैस गने हान्नु सकिन्छ म त कति रन आएकोमा 2 रन हो 3 बल हो अनि तिमीहरुको 15 लास्टमा सिंगल आएर हो त्यसैको लास्ट बल हो भने अनि यसले गर्दा मलाई स्ट्राइक दिए अनि मैले फेरि त्यसो 300 बल यार लाइट यो कितना यार हैन ब्याटमा पछि चुक्क छोड्छ ये हेर न
ओइ कसले हेरे फुटेज खाइरहेको मैले हो के बलर रे र ब्याट्सम्यानले विकेट किपर त बेला बेला हो अहिले किन हेरेर लायो हैन तैले भने ला हैन किन रे हेर्ने ब्याट र बलमा कति ग्याप छ ल हेर्नी भयो हेरौ अहिले स्टम्पमा लाग्छ ल अलिकति हैन छोको नछोको स्टम्पको मतलब भन्छ ला हैन के मैले सुने 400 र करोड हैन दान यार दान गयो राइट हैन अहिले के भयो अहिले छ भाइ अहिले दामी स्विङ भयो यार यहाँबाट आएर यहाँ तेरो टिमलाई सोध्न यार हैन भने अहिले ठ्याक्कै तेरो यो मात्र है 16 रन त हान्छ क्या 16 दुना 32 दुई ओभर मेरो ओभर आइछ तिम्रो किन क्या हो यो बलको गड बल यार एमी ओइ कुद्यो ओइ आफ्नो पोजिसनबाट माथि विकेट माथिबाट छैन कि म बस्ने यहाँ बसेको यहाँबाट देख्छु गएन होला त यहाँ स्विङ हुन्छ मलाई अनि कति भयो रन चाहिँ 1 के हैन त मुजीलाई बल आएपछि साथ देखेर देखाउनु त मुजी सकिँदैन नि यहाँ बसेर मुजी पछाडि आला आइज नि त ल घर ल माछु डाइरेक्ट व्हाइट अहिले नि व्हाइट चाहिँ हो मैले यहाँ क्लियर देखा के व्हाइट राइड विकेट किपर व्हाइट चाहिँ हो कन्फर्म व्हाइट हो किनभने मैले पछाडिबाट यसरी फर्किँदाखेरि यहाँनिर देखा हो कि बल भित्रबाट आथ्यो छैन अहिले 100% भित्रबाट आएर त्यही नै ठोकेर गएको यार यता ठोकेर यता हो के आउँछ अनि बाहिर ठोकेपछि भित्र ठोकेर चाहिँ यता बाहिर निस्क्यो कि यता भित्रपट्टिबाट हेर नि त त्यहाँ सँगै लाइन देखिँदैन तेरो बल घुम्दैन भने नि देखिँदैन राम्रो खेल्थ्यो नाटक खेल्दिनु भनु हो
मलाई के थाहा थियो यत्रो ठुल्ठुलो स्वर अपिल गर्छन् त्यही आइपुगे जस्तो नोबल छैन अहिले नोबल छैन त ओइ सार्थ नोबल छैन अहिले कहाँ जान्ला तपाईँ त्यता खेल्नु न एकैछिन के हुन्छ तिमीमाथि अस्ति मेरो खुट्टा मर्केदेखि म कुद्न सक्दिनँ के अरे हड्डी नै फुट्यो हड्डी फुट्या मेरो मेरो हौ अस्ति यहाँ फुटबल खेल्दा के कति महिना भयो एक वर्ष भयो अलि भएको होइन 1 महिना जति ए ठिक भइसक्यो लास्ट ओभर उताको विकेट खोइ त त्यो घाँस ओभर सिद्धो कति ओभर खेल्यो 5 कति रन भयो चाहिँ 33 कसले गन्छ यिनीहरू टार्गेट दिन लाग्यो तिमीहरूले हामीले टार्गेट सिद्धो ल सँगै के अरे सो सीएसके ले चाहिँ 5 ओभर खेलेर 33 को टार्गेट दिएको छ र अब आरसीबी ले जित्नलाई 33 हान्नुपर्ने हुन्छ तै ताकिन हाक्नु त्यो
खोइ के हो अहिले वाइड अहिले तर त्यहाँ विकेट काटेर ढल्थ्यो अहिले है ढल्थ्यो सानो छ हेर्नु त्यो थुप्रो विकेट नभए म दिन्छु है केटा साइन हान्न बल आशिष अनि के भयो त बोल्दा गीत हाल्छु भने त्यसले अब बोल्नु त अहिले बोले छ नि तिमीले रान है पाँचौ गर अर्को गुइया आएको छ ऊ बज ढिला भइसक्यो जस्तो जान हेलो ग्राउन्डबाट तल्तिर झरेको ये एउटा गेम त अनि अर्को गेमदेखि बसिन्छ
कति भ्याखे भाइ सँगै एक राउन्ड मात्रै दुई दौड्यो भने ले तर यो मैले तल देखा जस्तै जस्तै छ तर तल देखाले मोटो छ आइजो यो गाडी सर्कै गरी हान्छ यिनीहरू अनि सर्बोडी हानेको अलि राउन्ड जसरी नै आउने एकै हो हानेन 23 भयो 23 कसमा चाहिँ टफ भयो तर म्याच हुन्छ आरसीसीएस के टफ त हुनु कस्तो नलाग्यो मैले गयो लागेन कति भयो एक पल्लो 25 भाइ कति 4 छ अर्को पनि भइसक्यो 8 मा छ नाइस सर्व भाइ अनि पिटी राउन्ड क्या सर्व होला है देखाइ सँगै बाउन्ड्री रोका नि त त्यो मुला बस्या त्यहाँ शॉट छ कति बल भयो RCB wins brother always like always. Money, मैले जित्यो